हेलो नमस्कार, जय नेपाल। हामीहरू जाँदैछौँ ससुरालीतिर। अब आज चुनावले गर्दाखेरि स्कुटी बाइक साइक गाडी साडीहरू केही हाँक्न दिइरहेको छैन। त्यही भएर म र मेरो बुढी ससुरालीतिर गइरहेको छु। बुढीले पनि अब धेरै दिनपछि साइकल हाँकेको अरे। अनि बुढी, साइकल धेरै दिनपछि हाँक्दाखेरि कस्तो लागिरहेछ भन्देऊ? गुड। पछाडि सानो पनि छ, सानो हात लगाइदेऊ। मजा आइरहेछ साइकल हाँक्न। घरबाट ससुराली साइकलको यात्रा धेरै छैन, 20 किलोमिटर जति छ अरे। गफ दिएको हो, 20 किलोमिटर टाढा छ। हामीहरू गइरहेको छु साइकलमा मजाले। मजा आइरहेछ हामी तिनजनालाई, हो कि न बुढी? अनि अघि हामीले भोट पनि हालेर आइसके। भोट हालेर आएर यता ससुरालीतिरको यात्रा हो हाम्रो साइकलमा। यता हेर्देऊ त, भोट हाल्यौ तिमीले? गुड गुड। भोट केमा छ हाम्रो, अब खुलाउनु हुँदैन भोट केमा हो भनेर। अब हाल्न चाहिँ हामीले हालिसके भोट। अनि मेरो सानो पनि ठुलो भएर भोट हाल्छ। केमा हाल्छ सानो? ठुलो भएर हाल्छ। अहिले सानै छ मेरो छोरी। ल सबैलाई यो अब हाम्रो सानो अलि भिडियो बनाइदिएको। साइकल धेरै दिनपछि यादगार हो, साइकल हाँकेको सिङ्गल। मजा आइरहेको जे होस्। ल बुढीको त खुट्टा पनि गलिसक्यो अरे, धेरै दिन हाँकेपछि हाँकेर। अघि भन्दै थियो, साइकल हाँक्दा टेन्सन भइसक्यो हामीलाई त। यस बुढीले हाँकिरहेछ साइकल। साइकल हाँक्दैछ मम्मी, अब थाक्छ त सानो त। थाकिस् कसरी थाकिस्? त बसेको छस्, बस्दा बसेर पनि थाक्छस् दैट। अनि तिमी चाहिँ थाकेनौ? यता बोल न, 2 शब्द देऊ त केही। उता लग्नु भन्छ, अब के भन्नु। अब यस्तै हो, दुःख सुख साइकलको यात्रा। म पनि गरिसकेँ, पानी प्यास लागिसकेको छ। अब हिजो होली थियो, हिजो होलीमा अलिअलि गर्दा गलेर आँखा पनि धसेको छ। किनकि हिजो धेरै होली राम्ररी धेरै मजाले मनाइएको छ, त्यही भएर हो। जे होस् चलिरहेछ, जिन्दगी कटिरहेछ हाम्रो यसरी नै। ल बाई बाई। हाम्रो मिनी ब्लग यहीँनिर सकेको छ। अब हामीहरू राखेको। जय नेपाल।